सबैजना लोग्ने मान्छेहरू यता सुन्नुहोस्, तपाईँलाई थाहा छ लोग्नेलाई इङ्ग्लिसमा हस्ब्यान्ड किन भनिन्छ भनेर? आउनुहोस् म बताउँछु। बाबा आज खाना पकाउनु ल। ए हुन्छ नि, हस्। पानी चिसो छ, अलिकति भाँडा छ बाहिर, त्यो पनि धुनु ल। ए हुन्छ नि, हस्। बाबा भोलि छोरीलाई र मलाई एकछिन घुमाउन लानु ल। ए हुन्छ नि, हस्। आज मलाई अलि ढाड दुखाएको छ, सन्चो नभए जस्तो भएको छ, यहाँ कहिले सरसफाइ गर्नु ल। ए हुन्छ नि, हस्। बुझ्नुभयो नि किन हस्ब्यान्ड भनिँदो रहेछ त लोग्नेलाई भनेर? बाबा त्यहाँ अलिकति लुगा छ, त्यो पनि भिजाइ राख्नु ल। हेत तेरिका, सबै काम मलाई नै अराउने भने। हेत तेरी, गर्दिनँ म लुगा धुने काम त यार। के रे? त्यसैले कहिले पनि झुक्केर पनि नाइ नबन्नु ल।